छु भन्छे कुरा गर्दै ज्यादा एक दिन केटीले मेरो छुट्टी छ भेटौ भन्छे अनि दुवैजना होटेलमा भेट्ने कुरा हुन्छ अनि त्यस्तै कुराहरू हुँदै म त तिम्रो लागि ज्यान दिछु भन्छे केटीले त्यति धेरै माया गर्छु भन्छे अनि समय बित्दै जाँदा माया बसेको के सर हुन्छ केचा छुट्टीमा घर आउँछ र उसले भन्छ मेरो घरमा बिहे गर भन्दैछ न भनेर अनि केटीले भन्छे मेरो घरका केटा हेर्दै काट्छ न मलाई अब फोन नगर्नु अनि केटा त्यो स्वार्थी केटीको मायामा पागल हुन्छ च्याट जिपिटी सेट यहाँ तपाईले दिएको कथालाई गीतका लिरिक्स झै भावुक रिमिक्स कविता शैलीमा रूपान्तरण गरेर लेखिदिएको छु यदि तपाईलाई अरू शैली र्याप लभ र सङ दुखी सङ गाडी चाहियो भने भन्नुहोस् फेरि परिमार्जन गरिदिन्छु अचानक आएको मेसेज तिम्रो सानो हिले बदलिदियो जीवन मेरो दिनैभरि कुरा रात बिरी हाँसो बिस्तारै मनले तिमीलाई मान्यो खासै किस्सा कति मधुर थिए तिमीले लेखेका शब्द कुरा कुरामै नजिकियौ हामी धेरै बद्ध एक दिन सोध्थ्यौ मलाई माया गर्छौ मैले भने मनका सबै रहस्यहरू तिमीले भन्यौ सबै ठिक छ म त तिमीलाई माया गर्छु त्यो दिनदेखि तिमी नै थियौ मेरो धडकन जीवन मेरो तिमीमै अडिएको छ भन्न एक दिन भन्यौ आज छुट्टी छ भेटौँ न धडकनले पनि भन्यो जानै पर्छ होइन र होटेलको कोठामा ठाले बोले शब्द तिमीले भन्यो तिम्रो लागि म त जान दिन्छु अब समय बग्यो 2 वर्ष बिते मायामय सपना जस्तै लाग्थ्यो हाम्रो कथा दिनै दिनै अचानक आएको मेसेज तिम्रो सानो हिले बदलिदियो जीवन मेरो दिनैभरि कुरा रातभरि हाँसो बिस्तारै मनले तिमीलाई मान्यो खासै किस्सा कति मधुर थिए तिमीले लेखेका शब्द कुरा कुरामै नजिकियौ हामी धेरै बद्ध एक दिन सक्थ्यौ एक दिन सक्थ्यौ माया गर्छौ मैले भने मनका सबै रहस्यहरू तिमीले भन्यौ सबै ठिक छ म त तिमीलाई माया गर्छु कति मधुर थिए तिमीले लेखेका